सुश यस तिहार पनि आइसक्यो। तिहार सँगसँगै पहिलाको धेरै घटनाहरू पनि याद आयो। जस्तो एकचोटि के भएको थियो एकछिन केटा हो त्यो त सरको घर होइन को बाहिर ए यिनीहरू त मेरै विद्यार्थी हो यार बाहिरको पनि ल्याङ गर्छ यार Few inches later. आउनु पर्यो सर तल Day 2. A few moments later. यहाँ यार यो सर आउनु नै भएन यार क्वेसन थियो यार एउटा अब अब क्वेसन चाहिँ भन्नु पर्यो म र भाइहरू मिलेर हामी भैलो खेल्न गयौँ हामी आफ्नै परिवारमा खेल्दा थियौँ किनकि बाहिरको कोहीले त हामीले पत्तानीवाला थिएन फुर 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 मैले सब राखिसकेँ चामल सेलुटी दियो पैसा बाबा तपाईँले यो 10 र 1 रुपियाँ किन राख्या पनि छुट्याएर हेर छोरा कोही छन् त्यस्ता जना केटाहरू आएको थियो मेरो घरमा एउटा इट्टा जस्तो मुकुन्डो लागु पनि आएको थियो एउटा बच्चा ल त्यो क्यामेरा फर्काएर मतिर उनीहरूले देउसु भैलो खेल्दै थियो बाइ द वे त्यतिखेर म टोयलेटमा थिएँ मेरी बासै जे गरे नि सुख छैन ए क्यामेरा कसले ल्यायो त ए छाना माथि अदुवा देउसु के भन्दा छ यो घरको मान्छे पदुवा देउसु के रे हो त्यही कारणले मैले तिनीहरूलाई 10 रुपियाँ दिन थाले 1 रुपियाँ जोडेर ए तर एकछिनले बाबाको कुरा छोड्दिनु नयाँ हुनुहुन्छ भने प्लिज लाइक र सब्स्क्राइब चाहिँ गरिदिनु है त अनि कमेन्ट पनि ए बाई बाई भाइले भनेको ठिक त हो तर के आशा भाइ त्यस्तो त्यो ए अरे हजुर यो त भयो हाम्रो भैली तर हाम्रो बाबाहरूको भैली फेरि छुट्टै छ हाय मुरलीहा सेसे आहोय लहोय गर्नुहुन्छ यार अब आफूलाई केही थाहा नै यार सबजना नाचिराख्नु भएको थियो म पनि बिचमा घुस्देको सब गोलो बनाएर नाचिराख्नु भएको थियो अब निक्लिनै गाह्रो पर्यो मलाई बल्ल बल्ल निक्लेको फेरि तानेर लगाउनु भयो यार फेरि स्टेपहरू केही नै ऱ्यान्डम अब आफूलाई केही नआउने आफू पनि एसेसे गऱ्यो अब बस्यो त्यही त हो नि होइन अब हाम्रो ठाउँतिर फेरि पटाका पनि पाइँदैन त्यही पटाकाको नाममा त्यो रातोवाला त्यो प्याट पड्किनेवाला पाइन्छ त्यो पनि त्यतिखेर आउँछ हाम्रो नयाँ इन्भेन्सनहरू कोहीले बोतलभित्र राखेर पड्काइरहेको छ कोहीले आकाशतिर फालेर पड्काइरहेको छ म चाहिँ हेरिरहेको छु किनकि एकचोटि मेरो हातमै पड्केको थियो त्यसपछि भयो यार मबाट हुन्न त्यस्तो र यस सबैजनालाई ह्याप्पी तिहार अनि सब दिदीहरूले हजुरहरूलाई PS5 दिनु होला भन्ने आशा गर्दै आजको भिडियो यहीँ एन्ड गर्न चाहन्छु हस्त बाई बाई